हेलो हाई नमस्ते हजुरहरूलाई मनिषा ब्लगमा धेरै स्वागत छ। आज मैले हजुरहरू सामु ड्राई फ्रुटको लड्डुको रेसिपी बनाएर देखाउँदैछु। कृपया मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। ड्राई फ्रुटको लड्डु चाहिँ कसरी बनाउने हो भनेर हजुरहरूलाई म अब देखाउँछु है त। भिडियो पुरा हेर्नुहोला। मैले चाहिँ सबैभन्दा पहिला मसिनो पारेर ओखरलाई काटेको छु। अनि त्यसै गरी मैले बदामलाई पनि मसिनो पिस गराएर काटेको छु। त्यसै गरी मैले काजुलाई पनि सानो पारेर काटेको छु। अनि त्यसपछि मैले यो चाहिँ फर्सीको बियालाई चाहिँ सिँगै राखेको छु, यो चाहिँ सानो सानो दाना भएको कारण। त्यसै गरी मसँग आवश्यक अनुसार खजुर छ। त्यसै गरी घिउ पनि छ ड्राई फ्रुटलाई फ्राई गर्नको लागि। मैले चाहिँ ग्यास बालेर प्यान बसालिसकेको छु। यसमा चाहिँ मैले थोरै घिउ राखेँ आवश्यक अनुसार। अब चाहिँ मैले यसमा ड्राई फ्रुट फ्राई गर्न लागेको छु। हजुरहरूले यसरी नै सबै एकै ठाउँमा मिक्स गरेर यसलाई फ्राई गर्दा हुन्छ, एकैवटा गरेर भन्दा। हजुरहरूले यसलाई फ्राई गर्दाखेरि चाहिँ ग्यास मिडियममा राख्नुहोला। यो ब्राउन नहुन्जेलसम्म फ्राई गर्नुहोला, टाइममा चलाउँदै। मैले चाहिँ यो रेसिपी टिकटकमा देखेर हजुरहरूलाई पनि यो रेसिपी बनाएर देखाउन लागेको छु। यो चाहिँ एकदम सजिलो रहेछ यो रेसिपी बनाउनको लागि। मिठो पनि, सजिलो पनि, अनि हेल्दी पनि। ड्राई फ्रुट चाहिँ हेर्नुहोस् त हल्का ब्राउन भइसकेको छ। अब चाहिँ यो राम्रोसँग फ्राई भइसकेको कारण मैले ग्यास पनि निभाएँ र प्यान पनि झिकेँ। अब चाहिँ म एउटा प्लेटमा यो राख्न गइरहेको छु। त्यसै गरी मैले खजुरलाई मिक्सरमा पिस्नको लागि राखेँ। अब चाहिँ यसको मैले पेस्ट बनाउन लागेको छु। यो राम्रोसँग ब्लेन्ड भइसकेको छ। अब चाहिँ म यसलाई झिक्छु एउटा चम्चाको सहायताले। चम्चामै टाँसेको कारण मैले चाहिँ हातले झिकेँ। यो चाहिँ च्यापच्याप हुने भएको कारणले चम्चामै टाँस्यो। अनि अब चाहिँ सबैतिर लाग्ने गरी म मिक्स गर्छु। मेरो भिडियो चाहिँ पछाडिबाट मेरो मामुले खिचिदिनु भएको छ, अनि त्यही भएर अलि राम्रोसँग चाहिँ मैले देखाउन पाएको छैन, त्यसको लागि माफ गर्नु होला है त। मजाले सबैतिर लाग्ने गरी मजाले मिक्स गर्नुहोला। मैले जसरी यस्तो गर्नाले चाहिँ लड्डु बनाउनलाई सजिलो हुन्छ। अब चाहिँ मैले लड्डु बनाउनको लागि थोरै ड्राई फ्रुट लिएको छु। हेर्नुहोला, यसरी बिस्तारै बिस्तारै डल्लो बनाउनु होला। अनि दुई हातको सहायताले गोलो सेप पनि दिनुहोला, मेरो जसरी। हेर्नुहोस् त एकदम राम्रो सेपले लड्डु बनिसकेको छ। यसरी नै हजुरहरूले सबै लड्डु बनाउनु होला। यसरी बनाएको ड्राई फ्रुटको लड्डु चाहिँ हजुरहरूले बच्चालाई पनि दिन सक्नुहुनेछ। सुत्केरीहरूले पनि खाँदाखेरि एकदम राम्रो हुन्छ, सजिलो पनि हुन्छ, मिठो पनि हुन्छ, हेल्दी पनि हुन्छ। अनि किन नबनाउने त यो लड्डु, होइन त साथीहरू? मैले चाहिँ सबै ड्राई फ्रुटको लड्डु बनाइसकेको छु। मैले चाहिँ हजुरहरूलाई देखाउनको लागि थोरै बनाएको थिएँ। हजुरहरूलाई चाहिँ आजको भिडियो कस्तो लाग्यो? यदि मन परेको छ भने लाइक, कमेन्ट अनि सेयर गर्न नभुल्नुहोला। हजुरको दिन शुभ रहोस्। बाई बाई, टेक केयर।